धादिङको बैरेनीमा 2 बस ठोकिँदा 37 जना घाइते 34 जनाको काठमाडौँमा उपचार जारी। दर्शकबिन पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका 6 बैरेनीमा गैराती 3वटा सवारी साधन एक आपसमा ठोकिँदा 37 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा डीएसपी प्रकाश दाहालका अनुसार दुर्घटना गैराती करिब 11:30 बजे भएको हो। काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश 03001006 नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश 01006 ख 7479 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। त्यसपछि सोही बसलाई बिरगञ्जतर्फ जाँदै गरेको अर्को बसले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा 3वटै सवारी साधनमा रहेका 68 यात्रु मध्ये 37 जना घाइते भएका छन्। घाइते मध्ये 3 जनाले बैरेनी अस्पताल र स्मारक मेडिकल हलमा सामान्य उपचारपछि डिस्चार्ज पाएका छन् भने बाँकी 34 जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ। हाल घाइतेहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।